हेलो युट्युब फ्यामिली नमस्ते, यहाँ सम्पूर्णलाई स्वागत छ मेरो नयाँ भिडियो। सक्नुभयो होला म चाहिँ राई ड्रेसमा छपक्क सजिएको छु। अनि यहाँ चाहिँ यो शिरबन्दी अनि झुम्का अनि यहाँ ड्रेस लगाएको छु। यहाँ पोते लाउनु बाँकी छ। अनि अब हामी चाहिँ उयसमा जानु आँटेको, टुडी खेलमा जानु आँटेको हो। अनि त्यहाँनिर चाहिँ उयो छ आज साकेला, अनि त्यही भएर जान लागेको। अहिले 2 बजी भइसक्यो होला। फाइनली साथीहरू हामी चाहिँ अब रेडी भएर निस्किसक्यौँ। अब जान लागेको देख्न सक्नुहुन्छ। यो फुलीमा यहाँ पोते पनि थियो, मलाई चाहिँ पोते चाहिँ लाइन किनभने यहाँ गरौँ भइरहेको छ यो फुलीमा। अनि यति मात्रै लाएँ, पोते लाइन। अनि सो अब हामी चाहिँ जान लागेको साथीहरू। यहाँ डुङ्गी लगाएँ, कस्तो देखेको छ। यहाँ टिका पनि लाउनु पर्दैछ, टिका पनि लगाएँ। माइजू, म, मामा अनि मामाको छोरी, हामी 4 जना जानु लागेको हो साथीहरू। अब के हुन्छ म देखाउँदै जान्छु भन्दै। हाई, यता चाहिँ मेरो मामाको छोरी अनि सजिना, म अनि मामा माइजू, हामी चाहिँ 4 जना जानु लाग्यो नि। 4 जना जानु लाग्यो। कारे टोडी खेल पोहोर पनि गएको थिइस् त प्रगति। ए शिरबन्दी पनि यसले लगाइहाल्यो। अनि पोते अनि मैले चाहिँ लाइन थियो नि, चाहिँ थियो नि पोते पनि थियो। अनि यसको ब्याग यहाँ पनि ब्याग पनि थियो नि, है मैले गरेर लाइन। अब हामी चाहिँ गयौँ साथीहरू। अब एकछिनमा भेट्दै जान्छौँ। हामी चाहिँ ट्याक्सीमा बसिसक्यौँ। यता माइजू, यता मामा चाहिँ अब ट्याक्सीबाट जाँदैछौँ। सुन्दारा हो है, सुन्दारा टुरी। त्यहाँ त ठुलो हुन्छ होला है। हामी अब गयौँ, अब एकछिनमा भेट्छौँ होला नि वहीँ गएर। फाइनली साथीहरू हामी चाहिँ यहाँ आइसक्यौँ। यहाँ आएर चाहिँ भित्र बस्न लागेको। यहाँ माइजूले टेस्ट बनाइदिएको छ। अनि यहाँ चाहिँ गाडीहरू पार्किङ गर्दै, बाइकहरू देख्न सक्नुहुन्छ। बाइकहरू पार्किङ गर्दै रहेछ अनि गाडीहरू। अनि अब हामी भित्र परेर जान्छौँ। म चाहिँ फर्स्ट टाइम हो यहाँ आएको थिइनँ अरू बेला। भिडियो चाहिँ कस्तो आइरहेको छ। ए आइसक्यो।
10 साइड जो हजुर कहाँ हुनुहुन्छ कृपया आयोजक स्थलमा आइदिनु होला फोटोग्राफर 10 साइड जो हजुर जहाँ हुनुहुन्छ चाँडोभन्दा चाँडो आयोजक स्थलमा आइदिनु होला यहाँ यसरी भर्खरै मात्रै मैले हाम्रो तेजबहादुर लोरुङ दाजुले हामीलाई समाज स्वरूप बेटीदान सहित उहाँले सरुवा प्रदान गरिसक्नु भएको छ फेरि सँगसँगै यहाँ अर्को मनका धनी साकेला प्रेमी किराँती चेलीले फेरि हामीलाई अर्को सानो बेटीदान सहयोग गर्नुभएको छ यहाँ उहाँको नाम 155 रुपैयाँ बेटीदान चाहिँ सहयोग गर्नुभएको छ बहिनीलाई धेरै धेरै धन्यवाद यहाँको स्वास्थ्य हामी चाहिँ अहिले होइन यहाँ फोटो खिचिरहेको छौँ बोलेको केही सुन्दैन यहाँ त फोटो खिचिरहेछ टिकटक बनाइरहेछ त्यसले चाहिँ टिकटक बनाइरहेछ अनि हामी चाहिँ फोटो खिचिरहेको छौँ बोलेको केही सुन्दैन कति धेरै तपाईँलाई कस्तो लागिरहेछ यहाँ आउँदा रमाइलो लाग्छ नाच्नु मन लागेको छैन नाच्नु मन लागेको छैन माइजू अब नाना भन्दा पनि अनि माइजू म अनि उता मामा अनि यता मामाको छोरी अनि हामीले यहाँ बसिरहेको भोक लागेको छैन हेर्नु मन लाग्यो एकदम रमाइलो तर बोले चाहिँ अलिक खत्तमै गरिरहेछ अहिले ठिकै छ अघि पानी पर्ला जस्तो थियो अहिले घाम लागिरहेछ रमाइलै भइरहेछ अब राईहरूको पछि के हुन्छ म त भन्नै आएको छु के अरे राईहरू अब चाम्लिङ सुरु छ चाम्लिङ हुन्छ चाम्लिङमा अब यहाँ कति एउटा चाम्लिङहरू आफ्नो आफ्नो हुन्छ आफ्नो आफ्नो रीतिरिवाज भनौँ न अब राईहरू धेरै हुन्छ नि त अब बान्तावा राई साम्पाङ राई सुनवार राई चाम्लिङ राई तिनीहरू चाहिँ सबै आफ्नो आफ्नो मैले चाहिँ आजै थाहा भएको यहाँ आफ्नो आफ्नो जात आफ्नो आफ्नो नाच्दै रहेछ नि सबै आफ्नो आफ्नो नाच्छ किनकि राईले राई चाम्लिङ पनि धेरै खालको चाम्लिङ हुन्छ अब बस्नु चाम्लिङ हामी हो तर हाम्रो बस्नु चाम्लिङको यहाँ छैन अर्को बस्नुको छैन बान्तावाको त छ बान्तावा राईको छ बान्तावा राई छ चाम्लिङ खोटाङको के चाम्लिङहरूको छ सुनवार राईहरूको धेरै सबैको आफ्नो आफ्नो हुन्छ हौ यहाँ यो चाहिँ चाम्लिङ राई हो म चाहिँ बान्तावा राई हो बान्तावाको चाहिँ छ रहेछ नि छ बान्तावाको मैले चाहिँ साथीहरू यहीँ आएपछि मलाई थाहा पाएको कि अब साकेला भनेर थाहा छ तर बान्तावाको छुट्टै चाम्लिङको छुट्टै हुन्छ भनेर मलाई थाहा थिएन यसले भनेर मैले थाहा पाएको रमाइलो भइरहेछ एकदम रमाइलो भइरहेछ गर्मी पनि भइरहेछ घाम लागिरहेछ अब एकछिन भेट्छु गयो साथीहरू के बोराहरू पनि आएछ क्या अनि यो दुई हात बनाइदिनु भनेको होइन त एउटा हातमा चाहिँ खोर्सानी लगाइ भनेर होइन यो त खोर्सानी छ त अब हामी चाहिँ खाजा खायौँ यहाँ कहाँ अरे टन्नै खाजा खायौँ सुन्धारामा तर अगाडि छ कति गर्मी भयो हामी पछाडि छ लास्टै गर्मी भयो मैले त छोला कालीझोल भएँ अनि कस्तो थियो खाजा खायौँ खाजा अनि त्यसपछि हामी निस्क्यौँ अब गर्मी भयो अब हामी त अब फेरि हामी टुडी खेल्न जान्छौँ अब हामी त्यसपछि घर जान्छौँ हामी अब टुडी खेल जान्छौँ अब टुडी खेल जान लागेको हो यता चाहिँ यहाँ धरहराको छेउ नि है अघि त कस्तो हल्ला भएर चाहिँ पर क्राउड धेरै भएर चाहिँ हामीले भिडियो खासै बनाउनु त बनाइरहेको छु बोल्नु त बोलेको छैन अब हामी 4जना हिँडेको 4जना छौँ यता मामा माइजू अनि यता हामी जाँदैछौँ हामी चाहिँ
अब हामी परै गएर भेट्छौँ होला। यहाँ त यसो बोल्दै हिँड्दा त हुने रहेछ नि, मोबाइल पक्रिने हात गल्छ। हामी 4 जना हिँडिरहेको छौँ। अब त्यसो गाइस होइन, अब हामी घर जाने, रुम जाने, अनि के अरे पर जाँदिनँ होला। यहाँ अलिकति हतार भन्दा 5 बज्छको, अनि त्यही भएर हामी रुम जान्छौँ। अब भिडियो चाहिँ मैले बनाएको थिएँ, के कस्तो भयो। हजुरहरूलाई मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट र सब्सक्राइब गरिदिनु होला।